साथीहरु आज हामी सिटिबिटी अन्तर्गत डिप्लोमा इन अल इन्जिनियरिङ सबै इन्जिनियर डिप्लोमाको सबै इन्जिनियरको लागि सेकेन्ड सेमेस्टरको म्याथ एक्जाम ओरिएन्टेड क्वेशनहरु प्र्याक्टिस गर्नेछौं है त। पहिला सुरु अलजेब्राबाट गर्ने, अलजेब्राको सर्ट क्वेशनहरुबाट पहिला सबै लेसनको युनिटहरुको सर्ट क्वेशन भ्याउने, त्यसपछि लङ क्वेशनमा जाने है त। ल अब सुरु गरौँ है। यो म्याथको लागि पहिला सर्ट क्वेशनहरु प्राय सो फिक्स नै हुन्छ, पास हुने चान्स धेरै हुन्छ, रिपिटेड क्वेशनहरु धेरै हुन्छ। क्वेशन ब्याङ्कबाटै मैले नि क्वेशनहरु सेलेक्ट गरेर ल्याएर यहाँ प्र्याक्टिस गराउँछु है त। पहिला अलजेब्राबाट सोध्ने भनेको है, अलजेब्राबाट सर्ट क्वेशन सोध्ने भनेको एउटा नेचर अफ रुट्सबाट दुईवटा टपिकबाट सोध्छ है। एउटा नेचर अफ रुट्सबाट र अर्को फर्मेसन अफ क्वाड्रेटिक इक्वेसनबाट सोध्छ। पहिला हामी नेचर अफ रुट्स पढ्छौँ है त। यो दुईटा बाहेक अरु प्राय सो अहिलेसम्म सोधेको छैन हैन, सोध्दा पनि सोध्दैन। अहिले भर्खर 2-3 वर्षदेखि आएको छ, धेरै क्वेशनहरु पनि छैन। बढी चाहिँ यही दुईटाबाट सोध्ने गर्छ है क्वेशन, सर्ट क्वेशनहरु चाहिँ। ल पहिला नेचर अफ रुट्सबाट चाहिँ सुरु गरौँ है। नेचर अफ रुट्स भनेको कुनै पनि रुट्सलाई अथवा एन्सर भने पनि हुन्छ, एन्सर अथवा सोलुसन। अहिले त्यही बुझ्छौँ। कुनै एउटा एन्सर आउँछ, कुनै एउटा नम्बर आउँछ, त्यो एन्सर त्यो भनेको एन्सर है, एन्सर अथवा रुट्स। त्यसको नेचर चाहिँ के हो, त्यो रियल नम्बर हो कि रियल नम्बर हो कि इमेजनरी नम्बर हो कि रियलमा पनि रेसनल हो कि इरेसनल हो कि डेसिमल वाला हो कि खोइ के हो, त्यो सब यताउति तिनीहरु चाहिँ मतलब के हो पत्ता लगाउनु पर्छ है हामीले। यतिकै हेर्न बित्तिकै केही थाहा हुँदैन, खोइ के हो जस्तो लाग्दैन। तर त्यसको हामीले मतलब त्यसको नेचर चाहिँ हामीले पत्ता लगाउनु पर्छ विदाउट सोल्भिङ है। तर विदाउट सोल्भिङ त्यसलाई सोल्भ गर्यो भने त नम्बरमा एन्सर आउँछ, थाहा हुन्छ हामीले यो रियल नम्बर हो अथवा यो पोजिटिभ नम्बर हो नेगेटिभ नम्बर हो भने थाहा हुन्छ है। तर विदाउट सोल्भिङ चाहिँ कसरी पत्ता लगाउँछौँ है त, त्यो चाहिँ हामीले अब यहाँनिर हामीले गर्नुपर्छ र क्वेशनपट्टि यहीँबाट सोध्छ। त्यसको लागि पहिला हामी के भन्नु भन्दाखेरि एउटा क्वाड्रेटिक इक्वेसन है, मानौ ax² प्लस bx प्लस c = 0 भनेको एउटा के भयो, एउटा क्वाड्रेटिक इक्वेसन भयो। क्वाड्रेटिक इक्वेसन कतिवटा रुट्स हुन्छ, इट हैज 2 रुट्स। यसको दुईवटा रुट्स हुन्छ। त्यो रुट्सहरु यसको केले दिन्छ त हामीले पढाएको छ हैन, 9-10 मै फर्मुला पढाएको थियो। यो -b प्लस माइनस रुट अन्डर b² माइनस 4ac/2a ले एउटा प्लसले एउटा रुट दिन्छ र अर्को रुट माइनसले दिन्छ। प्लस माइनस गरेर दुईवटा रुट्स दिन्छ अहिले। हो त्यो दुईवटा रुट्स जुन आउँछ नि, हो त्यसको नेचर चाहिँ कस्तो हुन्छ भनेर हामीले पत्ता लगाउनु पर्छ के। त्यो पत्ता लगाउनलाई अब के गर्नुपर्छ भन्दाखेरि, त्यो पत्ता लगाउनलाई हामी यसलाई सोल्भ गर्यो भने त पत्ता लाग्छ। तर विदाउट सोल्भिङ चाहिँ कसरी पत्ता लगाउन सक्छौँ भन्दाखेरि उयो b² माइनस 4ac, यो b² माइनस 4ac जुन छ नि, यो b² माइनस 4ac ले के पनि भन्छ, डिस्क्रिमिनेन्ट पनि भन्छ है, डिस्क्रिमिनेन्ट पनि भन्छ। हो यो डिस्क्रिमिनेन्टको भ्यालु हामीले पत्ता लगाएर यसको कस्तो खालको रुट्सहरु छ त्यसको नेचर भन्न सक्छौँ हामीले। त्यो पत्ता लगाउँदै गर्दै जाँदा के हुन्छ भन्दाखेरि हामीले यसको डिस्क्रिमिनेन्टको त पहिला भ्यालु निकाल्नुपर्छ, b² माइनस 4ac को भ्यालु निकाल्नुपर्छ। यसको भ्यालु निकाल्यो भने यसको तीनवटा कन्डिसन हुन्छ है। एउटा के हुन्छ भन्दाखेरि एउटा मोर देन 0 हुन्छ र अर्को = 0 हुन्छ र अर्को के हुन्छ, लेस देन 0 हुन्छ। यो मोर देन 0 भयो भने यसमा पनि दुईवटा कन्डिसन हुन्छ है। मोर देन 0 भयो भने एउटा पर्फेक्ट स्क्वायर को कन्डिसन हुन्छ र अर्को नट पर्फेक्ट है, नट पर्फेक्ट स्क्वायर को कन्डिसन हुन्छ। पर्फेक्ट स्क्वायर भयो भने त्यसको नेचर के हुन्छ र नट पर्फेक्ट स्क्वायर भयो भने त्यसको नेचर के हुन्छ। र दोस्रोमा चाहिँ 0 भयो भने चाहिँ के हुन्छ र त्यो भन्दा सानो भयो भने के हुन्छ है। अब पर्फेक्ट स्क्वायर भइसकेपछि यसको नेचर अफ रुट्स के हुन्छ। पर्फेक्ट स्क्वायर भनेको यस्तो नम्बर जस्तै
के भन्छ 4 4 9 16 25 36 यिनीहरू भनेको के हो त पर्फेक्ट स्क्वायर हो। पर्फेक्ट स्क्वायर के हो भन्दा यसको स्क्वायर कतिको स्क्वायर मतलब यति हुन्छ भन्दाखेरि यो 2 को स्क्वायर हो, यो 3 को स्क्वायर हो, यो 4 को स्क्वायर हो, यो 5 को, यो 6 को भनेपछि यिनीहरू के भयो त सबै पर्फेक्ट स्क्वायर भयो। तर 2 3 5 7 8 9 10 यिनीहरू के हो त यिनीहरू पर्फेक्ट स्क्वायर होइन। यिनीहरूको कुनैको स्क्वायर मतलब ठ्याक्कै कुनै एउटा नम्बरले त्यस कुनै नम्बरको स्क्वायर गर्दाखेरि यो नम्बरहरू कहिल्यै आउँदैन। सरी 9 चाहिँ आउँछ है, 9 चाहिँ पर्फेक्ट स्क्वायर हो। ल अब हेरौँ है त पर्फेक्ट स्क्वायर आयो भने चाहिँ के हुन्छ भन्दाखेरि नेचर अफ रुट्स के हुन्छ यतातिर लेख्छु ल पछि सजिलो हुन्छ अलि। पर्फेक्ट बी स्क्वायर माइनस 4ac को भ्यालु पत्ता लगाउँदै गर्दा मोर देन 0 छ भने एउटा पर्फेक्ट स्क्वायरको कन्डिसन आउँछ। यो कन्डिसनमा के हुन्छ रुट्स रेसनल हुन्छ है। यो रेसनल इरेसनल के हो यो पनि अहिले भन्छु है म। रेसनल हुन्छ, रेसनल एन्ड अनइक्वल हुन्छ। र यसको अर्को कन्डिसन के हुन्छ एउटा नट पर्फेक्ट स्क्वायर। नट पर्फेक्ट स्क्वायर छ भने इरेसनल हुन्छ है। इरेसनल एन्ड अनइक्वल हुन्छ। त्यसै गरी अब है यो त एक कन्डिसन भयो। एक कन्डिसनमा पनि 1 र 2 थियो, सरी आई। अब दोस्रो कन्डिसनमा के थियो इजिकल टु 0 भयो भने के हुनसक्छ त्यो 0 भयो भने सिधै रेसनल एन्ड इक्वल हुन्छ। र तेस्रो लेस देन 0 भयो भने के हुन्छ इमेजनरी अथवा कम्प्लेक्स पनि भन्छ यसलाई इमेजनरी एन्ड अनइक्वल हुन्छ। यति चाहिँ हामीले सम्झिनुपर्छ। अब यो रेसनल इरेसनल इमेजनरी भने चाहिँ के हो है म यहाँनिर लेखिदिन्छु, त्यो पनि यहीँनिर लेखिदिन्छु ल। रेसनल भनेको विदाउट रुट बिना रुटवाला भ्यालु, अर्को इरेसनल भनेको सरी रेसनल ठिक छ विथ रुट, यो चाहिँ विथ रुट। र इमेजनरी भनेको रुटमा -1 अथवा सिधै रुटमा -1 आउने बित्तिकै इमेजनरी हुन्छ भन्ने हुन्छ। यो रुट -1 भनेको आईको भ्यालु कति हुन्छ रुटको -1। त्यसै गरी आई स्क्वायर, त्यसो भए आई स्क्वायरको भ्यालु कति हुन्छ -1 हुन्छ। यो पनि बुझ्नुपर्छ यहीँबाट। यो आई इक्वल टु -1 छ भने आई स्क्वायर इक्वल टु के हुन्छ -1 रुट यता जाँदा स्क्वायर जान्छ -1 हुन्छ। त्यसै गरी अब यति भए पुग्छ है त। अब हेरौँ यो रेसनल के गरी आउँछ यो पर्फेक्ट स्क्वायर। यदि पर्फेक्ट स्क्वायर छ भने यो यसको भ्यालु पर्फेक्ट स्क्वायर आइदियो भने पर्फेक्ट स्क्वायरले के हुन्छ रुटलाई काटिदिन्छ। रुटलाई काटेपछि के हुन्छ हाम्रो यो एन्सरहरू के हुन्छ रेसनल एन्ड अनइक्वल आउँछ। बराबर पनि त एन्सर आउँदैन नि होइन, किन प्लस माइनसले के गर्छ यहाँनिरको जुन नम्बर बाँकी बस्छ त्यो रुटलाई मात्रै काट्छ भनेपछि रुट हटाइदिन्छ नि त। रुट हट्ने बित्तिकै के हुन्छ विदाउट रुट हुन्छ भनेपछि रेसनल र अनइक्वल हुन्छ। एउटा प्लसवाला आउँछ एउटा माइनसवाला। फेरि नट पर्फेक्ट स्क्वायर छ भने त्यो रुट त रहिरहन्छ, रुट त काट्न मिल्दैन। नट पर्फेक्ट छ भने के हुन्छ इरेसनल र अनइक्वल हुन्छ। इरेसनल भनेको विथ रुट, किनकि रुट हुन्छ, रुट कटेन भने त रुट हुन्छ नि होइन। फेरि प्लस माइनसले गर्दा छुट्टा छुट्टै एन्सर दिन्छ। अनइक्वल हुन्छ। र 0 यहाँनिर 0 भयो भने त्यो रुट यो पुरै पार्टै 0 हुन्छ नि त होइन। 0 भइसकेपछि के हुन्छ प्लस माइनसको त अर्थै रहेन नि त होइन। भनेपछि यसको चाहिँ के हुन्छ इक्वल रुट्स आउँछ, सेम एन्सर आउँछ। र इमेजनरी भनेको के हुन्छ 0 भन्दा सानो भनेको यहाँनिर 0 भन्दा सानो आउनु भनेको कि त रुटमा माइनस आउनु हो। रुटमा माइनस आउनु बित्तिकै के हुन्छ इमेजनरी हुन्छ र यो प्लस माइनसले अनइक्वल दिन्छ। त्यही भनेको इमेजनरी र अनइक्वल हुन्छ। यति कुरा याद राखिसकेपछि हामीले नेचर अफ रुट्स पत्ता लगाउन सक्छौँ। र अर्को एउटा के हो र है
नेचर अफ रुट्स पत्ता लगाउँदै गर्दा रुट्स यदि इमेजनरी है यतातिर एकदम नोटमै यसलाई लेखेर राख्नु है, नोट उता ठाउँ नभएर मैले नलेख्दै है त, नोट के भनौँ, if one root is p plus iq, then other is p minus iq. इमेजनरीमै यो इमेजनरीको एउटा यो क्यारेक्टर नै है, p प्लस यदि आइक्यूको फर्ममा आएको छ भने माइनस हुन्छ, यदि माइनसमा छ भने, यदि माइनसमा आएको छ भने के हुन्छ, माइनसमा आएको छ भने प्लस हुन्छ। एउटा रुट यति छ भने अर्को रुट यति हुन्छ। अहिले के यो ठ्याक्कै एउटा इक्जाम्पल गर्छौँ नि, बुझ्छौँ है त। र एउटा सेम यसरी यो इमेजनरीको लागि र इरेसनलको लागि हुन्छ। इरेसनलमा पनि इरेसनल भनेको रुटवाला, यानि कि p प्लस रुट क्यू छ भने अर्को के हुन्छ, देन अदर इज p माइनस रुट क्यू हुन्छ। यहाँबाट माइनस छ भने यहाँनिर प्लस हुन्छ। यो कुरा चाहिँ एकदम यति ख्याल गरेर राख्नुपर्छ, तपाईँहरूले सारेर राख्नु है त। पछि म फेरि सम्झाउँछु, यो चाहिँ यहीँ छोडिदिन्छु, यतातिर गर्छु है त। यतातिर गएको म अब क्वेसन गर्छु है त। एउटा क्वेसन छ, एकचोटि चेक गर्छु त भिडियो भइरहेछ कि नै। ल भइरहेको रहेछ। एउटा क्वेसन नम्बर कुन गरौँ भन्दाखेरि फाइन्ड द नेचर अफ रुट। फाइन्ड द नेचर अफ रुट अफ इक्वेसन कति 4x² प्लस 3x माइनस 8 इक्वल टू 0। अब यसको हामीले रुट पत्ता लगाउनुपर्छ है त। यसको रुट पत्ता लगाउनाले पहिला हामी के गर्नुपर्छ, पहिला b² माइनस 4ac को भ्यालु पत्ता लगाउनुपर्छ। भनेपछि यसको b को भ्यालु कति, a को भ्यालु कति, c को भ्यालु कति, त्यो त पत्ता लगाउनु पर्यो। भनेपछि यसलाई पहिला केसँग कम्पेयर गर्ने, सोलुसन 4x² प्लस 3x माइनस 8 इक्वल टू 0, यसलाई केसँग कम्पेयर गर्ने, comparing first with ax² plus bx plus c equal to 0। therefore a को भ्यालु कति आउँछ, हो। यो कम्पेयर गर्ने तरिका हेरौँ है। कम्पेयर यो फर्स्ट टर्म यो x² वाला x² सँग कम्पेयर गर्छ, त्यो टर्मसँग है। कति हुन्छ भन्दाखेरि मार्कर पनि गइरहेछ के हो, ax² इज इक्वल टू 4x² गरिदिने है। अनि हामीलाई चाहिँ एक भ्यालु, a को भ्यालु भनेपछि ए त हामी काट्दैनौँ भनेपछि अब बाँकी चाहिँ पार्ट काटिदिनु है। x² काटिदियो भने a इक्वल टू कति हुन्छ, 4 हुन्छ। तिमीलाई यो bx र 3x गऱ्यो भने कति हुन्छ, bx इक्वल टू 3x। हामीलाई चाहिँ b को भ्यालु भनेपछि x काट्ने, यतापट्टि x काटिदियो भने कति हुन्छ, b इक्वल टू 3 हुन्छ। b इक्वल टू 3 कम्पेयर गर्न चाहिँ कन्फ्युजन हो। र c इक्वल टू उता के छ, साइन पनि लिनुपर्छ यहाँ प्लस भएर, त्यसमा के मतलब माइनस, c इक्वल टू माइनस 8 हुन्छ भनेपछि c इक्वल टू माइनस 8। न अब हामीले सुरुमा के लगाउनुपर्छ, यसको रुट्सको नेचर पत्ता लगाउन के गर्नुपर्छ, पहिला b² माइनस 4ac को भ्यालु पत्ता लगाउनुपर्छ। भनेपछि कति हुन्छ, b² माइनस 4ac और इक्वल टू b भनेको कति हो, 4² माइनस 4a भनेको, सरी b भनेको 3 हो स्क्वायर है, b भनेको 3² माइनस 4a को भ्यालु 4c को भ्यालु माइनस 8 भनेपछि यो कति हुन्छ, 3 9 माइनस 4 4 जा 16 र यो माइनस प्लस हुन्छ इन्टु 8 9 प्लस 16 8 जा 128 16 28 128 नै हुन्छ। अनि यो कति हुन्छ, 128 प्लस 9 गर्दाखेरि 9 भने 2 भनेपछि उता 7 यानि कि 137 हुन्छ। यो के भयो त, मोर देन 0 भयो, मोर देन 0 भयो। देयरफोर के गरेर लेख्ने अब, देयरफोर हेरौँ b² माइनस 4ac को भ्यालु हाम्रो कति आयो, 137 आयो। 137 आयो कि नै। अब यो 137 भने के हो त, 0 भन्दा
0 भन्दा ठुलो 0 भन्दा ठुलो भएपछि दुईवटा केस छ, एउटा पर्फेक्ट स्क्वायर एउटा नट पर्फेक्ट स्क्वायर। यो पर्फेक्ट स्क्वायर हो कि नट पर्फेक्ट स्क्वायर? यो नट पर्फेक्ट स्क्वायर हो है। 0 इज मोर देन 0 एन्ड नट पर्फेक्ट स्क्वायर पनि लेखिदिने है, नट पर्फेक्ट स्क्वायर। देयरफोर नेचर अफ रुट्स विल बी अथवा रुट्स आर के हुन्छ, रुट्स आर नट पर्फेक्ट स्क्वायर भएपछि इरेसनल एन्ड अनइक्वल, आर इरेसनल एन्ड अनइक्वल। यति गरेपछि 2 मार्क्स आउँछ। सेम एउटा अर्को क्वेसन गरौँ है त। इक्वेसन मात्रै चेन्ज हुन्छ है, इक्वेसन मात्रै चेन्ज हुन्छ। कति हो? 9x स्क्वायर माइनस 48x प्लस 64 इक्वल टू 0। सोल्युसन 9x स्क्वायर माइनस 48x प्लस 64 इक्वल टू 0 होइन। सबै मेट्नुपर्छ, ल मेट्दिउँ, अल्छी नगर। अनि पछि यो कति हुन्छ? अब यसलाई पनि सेम त्यस्तै गर्ने है। कम्पेयरिङ विथ ax स्क्वायर प्लस bx प्लस c इक्वल टू 0। Therefore a is equal to 9, b is equal to minus 48, हेर्दामै माइनस छ minus 48 र c is equal to 64। नाउ के निकाल्ने? b स्क्वायर माइनस 4ac को भ्यालु के हुन्छ? b को भ्यालु भनेपछि minus 48 को होल स्क्वायर माइनस 4a भनेको 9 र c भनेको 64। 48 को होल स्क्वायर गर्दा कति हुन्छ? क्यालकुलेटर कहाँ छ? 48 को होल स्क्वायर गर्दा 48 कति हुन्छ? 48 होल स्क्वायर मार्करले पनि साथ छोडिरहेको छ। 2304 माइनस यो भनेको 4 × 9 × 64 भनेको यो पनि सेम त्यति नै आयो। 0 0 इक्वल टू 0 0। देयरफोर हेरौँ है, अब 0 आयो। b स्क्वायर माइनस 4 इक्वल टू 0 0 आएपछि के हुन्छ? रेसनल एन्ड इक्वल। देयरफोर nature of roots will be के हुन्छ? रेसनल एन्ड इक्वल। यति गर्ने त हो। यति गरिसकेपछि 2 मार्क्स आउँछ। ल बुझ्यो होइन? आज धेरै दिनपछि फेरि म भिडियो बनाएर चाहिँ केही हल्का मिस्टेक हुन्छ, केही यताउति केही भयो भने अलि बुझिदिनु होला। ल मेटे है त। अब नेचर अफ फ्रुट्सबाट अब एउटा अर्को क्वेसन है। नेचर अफ फ्रुट्सबाट एउटा अब अर्को क्वेसन गरौँ। यो त अहिले पत्ता लगाउन हल्का प्र्याक्टिस भयो। एक्जाममा यस्तै क्वेसनहरू सोध्ने है। अब चाहिँ यो क्वेसन 2080 मा सोधेकै छ। 2080 मा सोधेको छ। 2080 कि त 81 मा सोधेको छ। यो क्वेसन कहिले सोधेको छ ठ्याक्कै त भन्न सकिनँ, तर एकचोटि चाहिँ सोधेको छ। हाम्रो पालोमा सोधेको थियो है यो। हाम्रो पालो भन्नु बित्तिकै 2081 भनौँ। 2081 मै सोधेको छ है यो। इफ द इक्वेसन x स्क्वायर प्लस 2x k प्लस 2x प्लस 9k is equal to 0 has
has equal roots कति find के यो अब हल्का घुमाएर सोधेछ है अरु केही नै हेरेर सोलुसन गिभन के दियो x स्क्वायर प्लस 2x k प्लस 2x प्लस 9k इक्वल टु 0 यसलाई पनि सेम कम्पेयरिङ नै गर्ने है केही गर्ने हैन अरु कम्पेयरिङ इट विथ ax स्क्वायर प्लस bx प्लस c इक्वल टु 0 therefore a इक्वल टु मैले तरिका सिकाइसके कम्पेयर गर्ने ax स्क्वायर इक्वल टु x स्क्वायर गर्ने x स्क्वायर कट्छ a इक्वल टु 1 हुन्छ b इक्वल टु हेर यसमा यस्तो यस्तो मगाली गरेर हेर्नुपर्छ k प्लस 2 छ भने हेर हामीलाई k को भ्यालु चाहियो b को भ्यालु चाहिएपछि x काट्दिए नि तबाट पनि x काट्ने भनेपछि b इक्वल टु के भयो 2 k प्लस 2 र c को भ्यालु 9k नाउ अब यसमा के भनेछ भन्दाखेरि हेरौँ है इफ द इक्वेसन x स्क्वायर यति हैज इक्वल रुट्स छ इक्वल रुट्स अब कुन बेला हुन्छ जुन बेला a इक्वल b स्क्वायर माइनस 4ac को भ्यालु कुन बेला हुन्छ 0 भएपछि इक्वल रुट्स हुन्छ and so now we know roots are equal when b square minus 4ac is equal to 0 so भन्ने और b square minus 4ac is equal to 0 गरिदिने और b भनेको कति हो 2 k plus 2 यसको होल स्क्वायर minus 4 a भनेको 1 c भनेको 9k is equal to 0 और 2 भनेको 4 यो भनेको a स्क्वायर प्लस 2 a b गरे भने कति हुन्छ 4k हुन्छ डाइरेक्ट मैले लेखिदिएँ है त 2ab प्लस b को होल स्क्वायर माइनस 4 1 जाओ 4 4 9 जा 36 k इक्वल टु 0 और अब यसलाई के गर्ने यो त दिनु पर्दैन र अब यसलाई खोल्दिउँ न त है यसलाई खोले पनि हुन्छ अथवा यहीँबाट फो यहाँबाट पनि कमन आइरहेछ नि फो कमन लिएर त दिए पनि हुन्छ है खोल्दै मैले एकदम इजिली गरिदिनु ल 4k स्क्वायर प्लस 4 पूजा 16k प्लस 4 पूजा 16 माइनस 36k इक्वल टु 0 और हेर है अब यहाँबाट 4k स्क्वायर को 4k स्क्वायर 16k यहाँ 36k छ भनेपछि यो प्लस माइनस को केसमा चाहिँ भनेपछि दुईटैमा प्लस र माइनस के हुन्छ माइनस यानी कि अब 36 बाट 16 घट्यो भने कति हुन्छ ठुलोबाट सानो घटाइदिने हुन्छ कति हुन्छ 20k यो छ भने यसको साइन ठुलो छ भने त्यसको साइन दिने माइनस र यो प्लस 16 को 16 इक्वल टु 0 अब यहाँबाट है अब यसलाई मेट्दिन्छु है यिनीहरू त खासै चाहिँदैन अब भनेपछि अब यहाँबाट फेरि के कमन आउँछ 4 कमन आउँछ यहाँबाट 4 कमन लियो भने के हुन्छ k स्क्वायर माइनस 5k प्लस 4 इक्वल टु 0 यहाँबाट 4 कमन लिएको है और अब 4 उता ज्यादा कति हुन्छ 0 भयो हुन्छ हैन 5k प्लस 4 इक्वल टु 0 और अब यसलाई फ्याक्टराइज गर्ने यसलाई फ्याक्टराइज कसरी गर्छ हेरौँ यहाँको कोएफिसिएन्ट इन्टु यो कन्स्टेन्ट मल्टिप्लाई गर्यो भने 4 हुन्छ यसको फ्याक्टर कति हुन्छ 2 2 जा 4 2 1 जा 2 यसको फ्याक्टरहरु है 2 इन्टु 2 इन्टु 1 यही नम्बरहरु युज गरेर 5 ल्याउने कसरी ल्याउन सकिन्छ है त प्लस माइनस को फर्ममा लेख्नु पर्छ हामीले यहाँनेर चाहिँ भन्दाखेरि 2 2 जा 4 प्लस 1 गर्यो भने कति हुन्छ 5 हुन्छ k स्क्वायर माइनस 5 को ठाउँमा 4 प्लस 1 k प्लस 4 इक्वल टु 0 लेख्ने मैले पुरै स्टेप वाइज स्टेप गइरहेको छु है भनेपछि के हुन्छ k स्क्वायर माइनस 4k
प्लस माइनस के प्लस 4 इक्वल टू 0। और यो भनेको कति हो त यहाँबाट के कमन लियो भने के माइनस 4 बाँकी बस्छ यहाँबाट फेरि माइनस कमन लियो भने माइनस कमन लिने बित्तिकै साइन चेन्ज हुन्छ है। यो माइनसमा थियो अब प्लसमा भयो यहाँ है प्लस र यो प्लसमा थियो माइनसमा हुन्छ। अब यहाँबाट पनि के माइनस 4 कमन आइरहेछ र यहाँको के बाँकी बस्यो यो पार्टको के बाँकी बस्यो के नै बाँकी बस्यो यो माइनस यहाँबाट केही छैन यसको मतलब 1 इक्वल टू 0। अब आइदर गर्ने either k minus 4 is equal to 0 therefore k is equal to 4 or k minus 1 is equal to 0 therefore k is equal to 1 hence पछि के को भ्यालु कतिवटा आयो 2 वटा आयो नि हैन। hence हामीले चाहिएको भ्यालु के हो त hence required value are 4 and 1 यति हो एन्सर। यो 2081 मा सोधेको थियो सर्ट क्वेसनमा सोधेको थियो 2 मार्क्समा यति गरेपछि 2 मार्क्स आउँछ। इजी चाहिँ यो लामो भएको मात्रै हो कुनै चिज सर्ट भएर पनि गाह्रो भएर आउँछ कुनै लामो भएर पनि एकदम इजी हुन्छ है। अब फर्मेसन नेचर अफ फ्रुट्सको सक्यो हैन यो सोधेर रहेछ त्यसपछि अब फर्मेसन अफ फ्रुट्समा जाम है त। फर्मेसन अफ फ्रुटले के भन्छ त्यो बुझ स्क्रिनशट लिने बेला लिइहाल्नु है यसमा चेक्ने रोक्ने त केही कुरै छैन मेटामै। अब फर्मेसन अफ फ्रुट पढौँ है। फर्मेसन अफ इक्वेसन है इक्वेसन त्यसमा पनि क्वाड्रेटिक इक्वेसन चाहिँ फर्म गर्नुपर्छ है। यसको फर्मुला एकदम डाइरेक्ट त्यस्तै डेफिनेसन नजान्छ सिधै डाइरेक्ट फर्मुलामा जाम है। यसको फर्मुला के हो भन्दाखेरि x स्क्वायर माइनस अल्फा प्लस बीटा x प्लस अल्फा इन्टु बीटा इक्वल टू 0 मेन फर्मुला यही हो है। अब यसमा के छ भन्दाखेरि यो अल्फा एन्ड बीटा जुन हामीले दुईवटा रुट्स अघि भनिरहेको थियो नि दुईवटा रुट्स हुन्छ क्वाड्रेटिक इक्वेसनको हो त्यही रुट्सलाई हामीले के माने त एउटाले अल्फा माने हो अर्कोलाई बीटा माने हो। त्यो अल्फा र बीटाको हामीले भ्यालु जसरी हुन्छ पत्ता लगाउनुपर्छ है किनकि x भनेको त इक्वेसनमै हुन्छ। हामी अल्फा र बीटाको भ्यालु पत्ता लगायो भने अल्फा प्लस बीटा गर्न सकिन्छ र अल्फा इन्टु बीटा पनि गर्न सकिन्छ र अल्फा प्लस बीटाको भ्यालु ल्याएर यहाँ राखिदिने अन्त अल्फा इन्टु बीटाको भ्यालु ल्याएर यहाँ राखिदियो भने इक्वेसन फर्म हुन्छ। यो पनि 2 मार्क्समै सोध्ने क्वेसन हो इजी छ। हामीले जसरी हुन्छ अल्फा र बीटाको भ्यालु चाहिँ पत्ता लगाइराख्नुपर्छ। फेरि एकचोटि चेक गर्छु भिडियो भइरहेको छ कि नै भइरहेको रहेछ है। यो चाहिँ हाम्रो मेन फर्मुला भयो है म यहाँनिर लेखिदिन्छु है त x स्क्वायर माइनस अल्फा प्लस बीटा x प्लस अल्फा इन्टु बीटा इक्वल टू 0। अब यो एउटा अब क्वेसन गरौँ है त जसरी हुन्छ हामीले अल्फा र बीटाको भ्यालु चाहिँ पत्ता लगाउनुपर्छ है। Form an equation whose roots are thrice of roots of a form an equation
form an equation whose roots are thrice the roots of 3x square minus 8x minus 4 is equal to 0 यो 8 हो है minus 8x minus 4 is equal to 0 यसले के भन्न खोज्यो भन्दाखेरि फर्म एन इक्वेसन हुज रुट्स आर थ्राइस एउटा इक्वेसन यस्तो इक्वेसन फर्म गर जसको रुट चाहिँ के छ यो जसको रुट छ नि मानौ यसको रुट कति छ ए छ एउटा रुट आर आरको छ बी छ भने यो रुट्सको 3 गुणा भन्दा बढी रुट्स चाहिँ त्यसको छ जस्तो यसको ए छ भने त्यसको एउटा 3 छ र यसको बी छ भने त्यसको के छ हाम्रो निस्किने इक्वेसनको 3b छ भनेपछि हामीले पहिला ए र बी पत्ता लगाउनु पर्छ ए र बी भनेको त यसको रुट हो नि त भनेपछि पहिला यसको रुट हामीले पत्ता लगाउनु पर्छ यसको रुट चाहिँ हामीले पत्ता लगाउनु पर्छ ल पहिला त्यो चाहिँ पत्ता लगाइराखौँ ल यसलाई चाहिँ डाइरेक्ट पत्ता लगाए पनि हुन्छ है सोलुसन गिभन कति हुन्छ 3x स्क्वायर माइनस 8x माइनस 4 इक्वल टू 0 धेरै मेथडहरु छ है यो x इक्वल टू माइनस b प्लस माइनस रूट अंडर b स्क्वायर माइनस 4ac/2a गरेर गर्दा पनि हुन्छ है म चाहिँ यहाँ फ्याक्टराइजै गरेर गर्छु है त यहाँ कति हुन्छ 4 3 जा 12 यानी कि 12 को एलसीएम लिने अघि भनेर चाहिँ यहाँको कन्स्टेन्ट र यहाँको कोएफिसिएन्ट मल्टिप्लाई गर्नुपर्छ 12 गरेपछि यसलाई एलसीएम लिने 2 6 जा 12 2 3 जा 6 र 3 1 जा 3 यो सब नम्बर युज गरेर 8 कसरी ल्याउन सकिन्छ चाहिँ हेरौँ 3 1 जा 3 3 2 जा 6 6 प्लस 2 गरे भने 8 हुन्छ भनेपछि हेरौँ 3x स्क्वायर माइनस 6 प्लस 2x माइनस 4 इक्वल टू 0 यति गर्न सकिन्छ नि हैन भनेपछि अब यो कति हुन्छ यो एउटा अर्को कुरा पनि यसमा ध्यान दिनुपर्छ ठ्याक्कै भएर यो मिल्छ कि न यसरी चाहिँ माइनस अहिले म भन्छु त्यो नि माइनस 6x माइनस 2x अब हामी यो दुईटालाई मल्टिप्लाई गर्दाखेरि कति आएको थियो 4 3 जा 12 आएको थियो 12 त आउन त आयो तर माइनस 12 आएको थियो नि हैन अब हामी यो दुईटालाई पनि मल्टिप्लाई गर्दाखेरि माइनस 12 नै आउनु पर्छ के तर यहाँनिर के भयो त यो माइनस माइनस प्लस 12 आयो भनेपछि यो मिलेन है अब यसलाई कसरी गर्नुपर्छ भन्दाखेरि 6 प्लस 2 नगरेर अर्को तरिकाबाट मिलाउनु पर्छ 8 कसरी आउँछ 8 कसरी ल्याउन सकिन्छ अरु कुन तरिका चाहिँ हेरौँ त 2 2 जा 4 4 3 जा 12 4 3 जा 12 3 2 जा 6 यसरी ठ्याक्कै कुनै कुनै मिलेन भने यसलाई फर्मुलाबाटै गर्दिम यसलाई फर्मुलाबाटै गरिदिन्छु ल म त्यसपछि जाउ पनि हुन्न है ठ्याक्कै अलि हुन्छ पनि भनेपछि यसलाई ठ्याक्कै अब के गर्ने अब कम्पेयर गर्ने है त्यही अघि नै कम्पेयर गरे जस्तै कम्पेयरिङ इट विथ x स्क्वायर प्लस bx प्लस c इक्वल टू 0 गरे भने के हुन्छ देयरफोर a इक्वल टू 3 b इक्वल टू -8 र c इक्वल टू -4 नाउ x इक्वल टू के हुन्छ यसको रुट हामी पत्ता लगाइरहेको छौँ है अहिले x इक्वल टू कति हुन्छ सरी माइनस b प्लस माइनस b प्लस माइनस रूट अंडर b स्क्वायर माइनस 4ac/2a भनेपछि b माइनस b र यो b को भ्यालु कति -8 यो -8 यहाँनिर ल्याएर राख्दाखेरि यो माइनस माइनस के हुन्छ प्लस हुन्छ भनेपछि डाइरेक्ट 8 प्लस माइनस b स्क्वायर भनेको कति त -8 स्क्वायर -8 स्क्वायर प्लस सरी माइनस है -4 a भनेको 3 र c भनेको फेरि -4/2a 2 को 2 a भनेको 3 अलि स्पेस नभएर अलि त्यहाँनिर खोजिदिएँ है त मैले नभएर 8 प्लस माइनस रूट अंडर यो 8 8 चाहिँ कति हुन्छ 64 माइनस यो माइनस माइनस
प्लस हुन्छ प्लस कति भयो 48 हुन्छ है 4 3 जा 12 12 4 जा 48 डिवाइडेड बाई 6 2 3 जा 6 भनेपछि यो कति हुन्छ अब 64 र 48 कति भयो 64 र 48 64 प्लस 48 गऱ्यो भने 112 आइरहेछ है 112 त नआउनु पर्ने ठ्याक्कै कोट्नु पर्छ कि यहाँ है -8 को जो 4 पूजा 16 3 48 by 6 120 स्क्वायर भनेको त्यो 8 नै है यो कति हुन्छ भन्दाखेरि अब 8 प्लस माइनस 64 र 48 कति हुन्छ 112 112 बाई 6 8 4 12 को 2 6 4 10 2 12 6 अब यसमा के गर्ने टेकिङ पोजिटिभ र टेकिङ नेगेटिभ टेकिङ पोजिटिभ गऱ्यो भने एउटा के हुन्छ टेकिङ पोजिटिभ गरिदियो भने 8 प्लस √112 बाई 6 एउटा एन्सर रुट आउँछ र अर्को टेकिङ नेगेटिभ गर्यो भने 8 माइनस √112 डिभाइड बाई 6 हुन्छ यो फर्मुला चाहिँ हेरिराखौँ है र यो चाहिँ के को रुट्स आयो भन्दाखेरि यो इक्वेसनको रुट्स आयो यानि कि यसको ए र हामीले बी भनेको थियो नि यो एउटा एक भ्यालु एउटा बीको भ्यालु आयो अब हामीले जुन इक्वेसन चाहिन्छ त्यसको रुट चाहिँ कति भनेको छ थ्राइस भनेको छ नि यानि कि यसको 3 गुणा भनेपछि हाम्रो देयरफोर मार्करले नि काम गर्न छोड्यो देयरफोर सीधे डाइरेक्ट अल्फा लेखिदिन्छु है अल्फा इक्वल टु 3 इन्टु यति 3 इन्टु 8 प्लस 112 बाई 6 गऱ्यो भने कति हुन्छ 24 प्लस 3 रुट 112 बाई 6 नै हुन्छ है अथवा यसलाई 3 लाई काट्दै पनि हुन्छ यसरी गर्नै पर्दैन छोडिदियो 3 1 3 3 2 जा 6 यानी कि कति भयो 8 प्लस 112 बाई 2 र बीटा इक्वल टु कति हुन्छ अब यसको 3 यो कति हुन्छ 8 माइनस 112 बाई 6 छ यो पनि सेम त्यस्तै 2 2 हुन्छ भनेपछि कति हुन्छ 8 माइनस 112 बाई 2 भनेपछि अल्फा बीटा आयो अब अल्फा बीटा आएपछि हामीले यहाँनिर के को भ्यालु राख्नुपर्छ अल्फा प्लस बीटाको राख्नुपर्छ है भनेपछि नाउ हामी के गर्छौँ यहाँनिर अल्फा प्लस बीटाको भ्यालु यहाँनिर पत्ता लगाइहाल्छौँ है अल्फा भनेको कति त 8 प्लस √112 बाई 2 प्लस यो भनेको कति त 8 माइनस 112 बाई 2 भनेपछि यो 2 भनेको म यहाँ ठाउँ अलि छैन म यहाँनिर अलिक हल्का एडिट गर्छु है त यो भनेको के त यो 2 भनेको अथवा 2 एलसीएम लिउँ हैन 2 एलसीएम लिदियो भने के हुन्छ यो प्लस माइनस कट्छ हैन 8 प्लस √112 प्लस 8 माइनस √ यो प्लस माइनस कट्छ 8 8 16 16 बाई 2 गऱ्यो भने 8 हुन्छ भनेपछि अल्फा प्लस बीटाको भ्यालु कति हुन्छ 8 हुन्छ है त यो 8 लाई म यतै लेखिदिन्छु इक्वल टु 8 र यो दुईटैलाई मल्टिप्लाई गर्दाखेरि के हुन्छ यो दुईटैलाई मल्टिप्लाई गर्दाखेरि यो हेर है दुईटैलाई मल्टिप्लाई गर्दाखेरि तल ठाउँ नभएर म हल्का डाइरेक्ट गरिदिरहेछु ल तल कति हुन्छ 4 हुन्छ यो 2 2 गरेर मल्टिप्लाई गर्दा कति हुन्छ 4 तलको तलसँग मल्टिप्लाई हुन्छ माथिको माथिसँग यानी कि 8 प्लस यति 8 माइनस यति भनेको a प्लस b a माइनस b हुन्छ यानी कि a स्क्वायर भनेको कति हो 8 स्क्वायर हुन्छ गरिदिन्छु ल यो फर्मुला चाहिँ याद राखिराखौँ है यहाँनिर गरिदिन्छु र मार्कर पनि चलिरहेको छैन के हो 8 भनेपछि 8 प्लस 112 बाई 2 इन्टु 8 माइनस √112 बाई 2
उयो 2 टु तल तल मल्टिप्लाई हुन्छ 4 यो a प्लस b a माइनस b यानि कि a स्क्वायर माइनस b स्क्वायर a स्क्वायर भनेको कति त 8 को स्क्वायर 64 माइनस 20 को स्क्वायर भनेको 112 रुटको स्क्वायर भनेपछि स्क्वायर रुट कट्छ 112 आउँछ भनेपछि यो कति भयो 64 बाट 112 घट्यो भने कति हुन्छ 48 64 माइनस 112 भनेपछि माइनस 48 आउँछ है माइनस 48 माइनस 48 बाई 4 गऱ्यो भने 412 यानि कि माइनस 12 आयो है माइनस 12 माइनस 12 आयो अब हाम्रो फर्मुला के थियो त अब यतातिर मेट्छु है त यतातिर सबै स्क्रिनसट गर्ने गरिहाल्नु है यतिसम्म अब यसलाई चाहिँ यति म मेट्छु ल ठाउँको अलिक प्रब्लम भयो है हाम्रो फर्मुला के थियो एक्स स्क्वायर माइनस देयरफोर भने देयरफोर रिक्वायर्ड इक्वेसन फर्मुला के थियो एक्स स्क्वायर माइनस अल्फा प्लस बीटा एक्स प्लस अल्फा इंटू बीटा इक्वल टू 0 देयरफोर फेरि अब एक्स स्क्वायर नै हुन्छ हैन एक्स स्क्वायर माइनस अल्फा प्लस बीटा को भ्यालु कति थियो अल्फा प्लस बीटा को भ्यालु 8 माइनस को माइनस यति को ठाउँमा 8x यहाँ कति हुन्छ प्लस अल्फा प्लस बीटा को ठाउँमा कति छ माइनस 12 त्यो माइनस 12 ले ए प्लस ले पनि के बनाइन्छ माइनस 12 इक्वल टू 0 भनेपछि यति उति भयो हाम्रो इज सोलुसन रिक्वायर्ड सोलुसन भनिदिने है त यति गरेपछि अनि बल्ल 2 मार्क्स आउँछ जे होस् यसको पहिला रुट निकाल्ने त्यो रुटलाई 3 ले मल्टिप्लाई गरिदिने अनि यो दुईटाको रुट्स बन्छ यो दुईटाको रुट्स बनिसकेपछि के गर्ने त नि एकचोटि प्लस गर्ने एकचोटि इन्टु गर्ने प्लस गऱ्यो इन्टु गऱ्यो यही हल्का अलि लङ जस्तो भएको त तर लङ चाहिँ छैन है इजी छ एकदम ल फर्मेसन अफ रुट्सबाट यो भयो अब अर्को यसको के छ भन्दाखेरि अर्को अब एउटा लास्ट क्वेसन छ है त फर्मेसन अफ रुट्स के छ है फर्मेसन अफ रुट्स के क्वेसन छ भन्दाखेरि find the quadratic equation के भन्छ भन्दाखेरि find the quadratic equation with real coefficient 1 root which 1 root is के दिएको छ भन्दाखेरि 3 plus 4i कति दिएको छ 3 plus 4i दिएको छ अघि नै मैले के भनेको थिएँ यस्तो आई आयो भने एउटा प्लसमा छ भने अर्को माइनसमा छ अर्को माइनसमा छ अर्को प्लसमा आउँछ र यसमा अब त्यही कन्डिसनवाला चाहिँ एउटा क्वेसन कति यो कति सालमा सोधाइरहेछ भन्दाखेरि ठ्याक्कै मैले 2079 मा हो कि कतिमा हो म भनिदिइरहेछु ल यो क्वेसन चाहिँ सोधेको छैन हैन तर सोध्न सक्छ मैले सायद यो बुकबाटै छानेर ल्याएको छु है यसो सोध्न सक्छ कि भनेर यस्तो क्वेसन पनि अलि इम्पोर्टेन्ट नै छ लाइक यो एकदम इजी छ है यो सोलुसन मार्कर सोलुसन लेख्ने गिभन के दिएको छ
हामीले के हुन्छ इक्वेसन पत्ता लगाउनलाई भनेपछि इक्वेसनको हामीले के पत्ता लगाउनुपर्छ एउटा अल्फा र बिटाको भ्यालु पत्ता लगाउनुपर्छ गिभेन हामी यहाँ डाइरेक्ट लेखिदिने गिभेन अल्फा इक्वल टु के दियो 3 + 4i देन बिटा के हुन्छ 3 - 4i भन्नै पर्दैन यो हुन्छ नि है यो यति चाहिँ अलि याद राख्नै पर्यो अघि मैले भनेको थिएँ नि यहाँनिर रेसनल र इमेजनरीको कन्सेप्ट हो त्यही कन्सेप्ट चाहिँ हो है न अब हामीले के पत्ता लगाउनुपर्छ अल्फा प्लस बिटाको भ्यालु पत्ता लगाउनुपर्छ अल्फा प्लस बिटा के हुन्छ 3 + 4i अल्फा भयो प्लस बिटा भनेको 3 - 4i यो प्लस 4i - 4i कति 336 र अर्को के हुन्छ अल्फा इन्टु बिटा यानि कि 3 + 4i इन्टु 3 - 4i a + b a - b भयो भने के हुन्छ a² - b² यो भनेको 9 - 4 को होल स्क्वायर i को स्क्वायर हेरौँ है 9 - 4 को त 16 हुन्छ i स्क्वायर को भ्यालु के हुन्छ अघि नै मैले भनेको थिएँ i को भ्यालु कति हुन्छ त -√1 यो रुट यतातिर आउँदा कति हुन्छ स्क्वायर हुन्छ यसो भनेपछि i स्क्वायर भ्यालु कति भयो त -1 i स्क्वायर भ्यालु -1 भनेपछि यसलाई के बनाइन्छ प्लस बनाइन्छ भनेपछि 16 9 कति हुन्छ 25 हुन्छ है यतातिर लेखिदिन्छु म डाइरेक्ट ल अलि स्पेस नभएको कारणले है मात्रामा पनि हिङ सकिसकेको रहेछ 25 therefore required equation is फर्मुला के छ x² minus alpha plus beta x plus alpha into beta is equal to 0 ये फर्मुला हो हैन therefore x² को x² minus alpha plus beta को ठाउँमा 6 x plus 25 is equal to 0 it is required solution अथवा इक्वेसन जे भने पनि हुन्छ यो पनि 2 मार्क्समै सोध्ने क्वेसन हो है एकदम इजी छ है र अल्जेब्राबाट को सोध्ने सर्ट क्वेसनहरु सक्यो है त अब भोलि कम्प्लेक्स नम्बरको अथवा अब अर्को च्याप्टरको गरौँला अल्जेब्रा त एउटा अल्जेब्राको पोलिनोमियल इक्वेसनको गरे है यो अल्जेब्रामा 5-6 वटा रिलेसन छ यो अल्जेब्राको पोलिनोमियल इक्वेसनको चाहिँ यहाँबाट सर्ट क्वेसन सोध्ने चाहिँ यिनीहरु नै हो अरु त्यस्तो खासै सोध्दैन अनि अब भोलि कम्प्लेक्स नम्बरको गरौँला है त ल आजलाई यति नै भिडियो मन परेछ भने यसो लाइक सब्स्क्राइब गरिदिनु होला अलि हेल्प गरिदिनु है त ल आजलाई यति नै